All set. जाने बेलामा हिँड्ने बेलामा उठ्यो हरायो खोज्दिनु हुँदैछ। बाइ बाइ। बोजूको यहाँनिर प्याकिङ पनि भइसक्यो। बोजू कस्तो लागिरहेको छ तपाईलाई? बोजू हजुर कस्तो लागिरहेको छ तपाईलाई? खुसी 30 किलो छ बेसी छ होला 25 किलो यो 7 किलो हातमा पनि त हुन्छ हैन हातमा पनि त हुन्छ हैन यो हेनमा लिन्छु यो भोलि त बोजू जान्छु। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई स्वागत छ आजको मेरो न्यू भ्लगमा है। सो आज चाहिँ मैले बेलुकादेखि भ्लग सुट गर्दैछु किनभने चाहिँ अब यो भ्लग चाहिँ स्पेशली भोलिको लागि हो है। मेरो बोजू चाहिँ भोलि ब्याक फर्किनु हुँदैछ। 2 मन्थ्सको छुट्टी आउनुभएको थियो। सो छुट्टी सकेर अब बोजू चाहिँ भोलि फर्किनुहुन्छ। अन्तखेरि हामी चाहिँ अहिले सिलगढीमा छ किन भन्दाखेरि अब आज चाहिँ स्याटरडे हुनको कारणले गर्दाखेरि चाहिँ अब बोजूको त सन्डे भोलिको फ्लाइट छ। अन्त आज चाहिँ स्याटरडे खरसाङबाट अब घर छोड्नु हुँदैन भन्छ नि त है। अन्तखेरि चाहिँ हामी चाहिँ हिजो नै आएको यहाँनिर सिलगढी। अन्तखेरि अब भोलि बोजू जानुहुन्छ है। अन्तखेरि नराम्रो लागिरहेको छ है भर्खर प्याकिङ स्याकिङ गरिदिएर बसेको। अन्त अब कस्तो छिटो बित्यो 2 मन्थ्स पनि। अन्त मेरो चाहिँ हेर्नुहोस् गाइस रुएर बसेको म चाहिँ हो किन भन्दा अब नराम्रो लागिरहेको छ नि त है। अब फेरि टाढै जानु हुँदैछ बोजू। अन्तखेरि अब पहिला अब फुपूहरू पनि हुन्थ्यो सधैँ छोड्ने बेलामा। योपालि चाहिँ म र मेरो ठुलो बोजू मात्रै छु छोड्ने जाने बेलामा है। अब भोलि हामी छोड्नु जान्छ। अन्तखेरि अब के भन्नु है गाइस। अन्त अब अरू बेला फुपू पनि हुन्थ्यो साथमा। योपालि छैन है बाबा पनि हुनुहुन्थ्यो। अन्तखेरि अब हामी पुरा मिस गर्छौँ है बाबा र फुपूलाई। अब के भन्नु है अब त्यही हो। अन्तखेरि अब बोजू भोलि जानुहुन्छ। सो यो भ्लग चाहिँ मेरो भोलि पनि कन्टिन्यू हुन्छ। अन्तखेरि भोलिको पनि कन्टिन्यू हुन्छ यही भ्लगमा है। सो आज चाहिँ मैले इन्ट्रो गरिराखेको। भोलि चाहिँ हामी बिहान 6 बजी हिँड्छु। सो बिहान इन्ट्रो गर्नु भ्याउँदिनँ होला भनेर चाहिँ आज इन्ट्रो गरिराखेको। अन्त अघि ब्यागहरू पनि प्याक भइसक्यो बोजूको। अन्त सो गाइस गुड मर्निङ है बोजू। गुड मर्निङ भन्नु न। गुड मर्निङ गुड मर्निङ। हामी चाहिँ अहिले कति बजी आयो 5:42 भयो। रेडी भइरहेको छु है। अन्तखेरि अब 6 बजी जाने निक्लिने। मैले हिजो यहीँनिर दिएको थिएँ बोजूलाई। 5:42 भइरहेको छ र पनि स्टिल गरमै छ। सबैजना रेडी भयो। गाडी भनिरहेको थियो गाडी आएको छैन र गाडीलाई वेट गरिरहेको छु। नुन बोजू चिया बनाएर जानु चलो म दुध हालेर खा। चिया सो अब बोजू जानुहुन्छ 6 बजी। बोजूको चाहिँ औँठी हरायो। जाने बेलामा हिँड्ने बेलामा औँठी हरायो खोजिदिनु हुँदैछ। म पनि खोजिदिन्छु भाइ भाइ। अन्त अहिले तपाईँलाई निक्लिने बेलामा भेट्छु। अल सेट भयो। अब हिँड्नु मात्रै बाँकी छ है। बोजूको चाहिँ आउटफिट आजको बुट्टी पाएछ त अन्त है। म चाहिँ सिङ्गडा खाँदैछु बिहान बिहानै। सिङ्गडा चिया खाँदैछु भोक लागेर। 6:30 बज्नु कतिमा 6 बज्नु कहाँ झऱ्यो 6 बज्नु। यहाँ चाहिँ भइसक्यो रेडी प्याकिङ सेकिङ यता। अब बोजूले अलिकति हात थुक्दिरहेको छ है बोजू। मेरोमा छ पैसा यहाँनिर
सबै भइसक्यो। गाडी त आइपुगेको छैन। नो गाडी। अलिक यति बेला त नभए घाम चर्किन्छ। आज चाहिँ घामै लागेको छैन। गाडी पनि आइपुगेको छैन। गाडी अब गाडी आएर सिधा तपाईँहरूलाई भेट्छु गाइस। अन्त निक्लिने 6 बजी चाहिँ निक्लिने भनेर भनेको, किनभने बोजूको 9 बजीको फ्लाइट छ है। अन्त 2 घन्टा त अगाडि निक्लिनु पऱ्यो नि त। ओछ्यान त मिलाएको छुइनँ, अहिले मिलाउँछु, म छोड्दिनँ न। यहाँ यता आउनुहोस् त। हजुर पर्खिरहेको छु, बिचरा कहाँ राख्यो। यहाँ आउनुहोस् न। अट्टेको छ है मेरो बोजू चाहिँ गाइस। यहाँ आउनुहोस् न भन्छु। क्रिकेट खोलाएको छ है। भन्नुहोस्। बोजूलाई के भन्नुहुन्छ? आज बोजू जानुहुँदैछ। बोजूलाई मेरो बहिनी राम्रोसितले पुगेर मलाई फोन गरोस् हो। एकदम राम्रोसितले जान्छ, उयो हुन्छ। जाएर जानु त मन लागेको छैन होला नि है। अन्त काम अब के गर्नु, काम हो गर्नै पर्यो। यति बेला नि हामी पहिला फुपू पनि हुन्थ्यो, छोड्नु जाने बेलामा बाबा पनि हुन्थ्यो है। आज चाहिँ 2 जना मात्रै जाँदैछु। कस्तो लागिरहेको छ क्या मन। मलाई चाहिँ हिजोदेखि नै मन दुखिरहेको थियो। अब बोजूलाई छोड्ने बेलामा पनि लिनु जाने बेलामा पनि फुपू र बाबा चाहिँ हुन्थ्यो है। अन्त अब बिहान त बाटो खाली हुन्छ नि त है अङ्कल? हजुर। रुद्रनाथ सर। रुद्रनाथ हजुर डक्टर रुद्रनाथ सर। हजुर तपाईँको है त्यत्रो मेडिकलमा 1 लाख कति दियो अरे। हजुर त्यो पनि छोडेर नि मेरो बस पो अरे फेरि अब 7:15 दार्जिलिङ मोड आइपुग्यो हामी चाहिँ। बाटो खाली रहेछ। दार्जिलिङ मोड पनि चिन्नु नसक्ने भइसक्यो। नि फुपूको याद आयो नि हौ। अस्तिको पालि आउँदाखेरि यति बेला अगस्तमा फुपूसँगै आएको। हामी चाहिँ आइपुगे बागडोग्रा। बोजू चाहिँ फुपूको पो याद आयो कस्तो यहाँ आउँदाखेरि त मलाई त। अस्तिको पालि अगस्तमा जुनमा बोजूलाई लिन आउँदाखेरि फुपूसँगै आएको, यहीँ फोटोहरू खिचेको। कस्तो याद आयो, आउने बित्तिकै डल्लै फ्ल्यासब्याक भयो। यहाँनिर फोटो खिचेको म र फुपूले। अर्को लगेज चाहिँ अघि गइसक्यो। बोजू चाहिँ जानुहुँदैछ, जानुभयो। सधैँ छोरीमा आउँथ्यो।
त्यही त मलाई त यहाँ आउने बित्तिकै कस्तो फ्ल्यासब्याक भन्यो फुपूको यहाँ अस्तिको वर्ष अगस्तमा आउँदाखेरि सँगै त घर बनाउनु त चाहिँ आमा डाँडा पानी चुहेर 7 महिना पनि लाग्न आँट्यो के बिमार थियो हो दिदी त्यो पहिला चाहिँ ब्रेन स्ट्रोक भयो कि यहाँ सेन्कोमा त्यहाँबाट हामी चाहिँ फर्की पनि हालेको अब त्यहाँदेखि है बोजूभित्र पसेपछि त अब गर्दैन उयो छैन अब फर्किहालेको बोजूले कल गर्नुहुन्छ अहिले र गाइज हामी चाहिँ घर आइपुग्यौँ म र बोजू अन्त बोजू चाहिँ अब त्यहाँनिर अब बोजूभित्र पसेपछि त किन बसिरहनु होइन अन्त हामी चाहिँ फर्किहाल्यो बोजूभित्र आज खाली थियो बिहान पाखा त खाली हुँदो रहेछ एयरपोर्ट अन्त बिहान बोजू चाहिँ पस्नु भयो जाने बित्तिकै पस्नु भयो हामी पनि फर्किहाल्यो सो हामी आइपुगे कति 1 घन्टा पनि लागेन है 7:04 छ हामी 6:10 मा गएको अहिले 6:56 भयो र हामी घर आइपुगे अन्त आजको भ्लग चाहिँ अब खोइ कस्तो भयो एडिट गरेर मात्रै चाल पाउँछ कस्तो भयो भनेर सो होप मेरो बोजू गर्छु फुपा अहिले उठेको छैन होला फुपा अन्तखेरि अब तपाईहरुले पनि प्रे गरिदिनुहोस् है मेरो बोजू राम्रोसँगले पुगोस् भनेर अन्तखेरि त्यही हो सो तपाईहरुलाई नेक्स्ट भिडियोमा भेट्छु बाइ